हामी चाहिँ हेरेर साथी मुला सीमाको बाबा कचरा हेर कचरा गाडी कस्तो कचरा गाडी हो यो सिम्मु चाहिँ जाँदैछ अगाडि यो चाहिँ रहेको छ जम्मू डाँडा यहाँ देखा त पैसा किरिम लाएर हो क्या अलिक गरो देखेँ त म नमस्ते रहेको छ नीचे से जाऊंगा मैं रास्ते में बहुत धूल है रास्ते डेकोरेसन चाहिँ के होइन खतरा पो रहेछ त नि म त आएकै थिइनँ फर्स्ट टाइम भिजिट गरिरहेको छु म चाहिँ यहाँ को दाइसँग को तामाङ दाई भन्यो फेरि म त चिन्दिनँ त ओ माई गॉड ओफ किन हो नेचुरल हो नि त फेरि होइन नेचुरलै हो नि त यो त खासमा त क्यामेरा त ब्युटी स्युटी होइन एडिट गर भने कुनै एडिट पनि म त्यस्तो गर्दिनँ कि नेचुरलै म छोडिदिन्छु नि त तर यहाँको सिन चाहिँ राम्रो रहेछ होइन भ्यूहरू चाहिँ राम्रो रहेछ म त फर्स्ट टाइम आएको के कसम पनि म त पहिलोचोटि भन्दा पनि दोस्रोचोटि पो भइसक्यो होला ए ऊ सेवा गर्दै जाएछ बाबा छोरी चाहिँ सेवा गर्ने आम्बो सेवा गर्दै यहाँ चाहिँ खतरा भ्यू आ रहा है फोटो खींचना है क्या ए सिम्मा र सिम्माको बाबा हेलो सिम्मा और सिम्मा के डैडी फोटो खींचना है क्या तर खतरा इधर आ जाऊ सिम्माको मामा जा रहे हैं हिन्दी पनि बोल्नु आउँदैन हौ मलाई त तर कस्तो राम्रो है यो यहाँ चाहिँ मलाई कस्तो मन पर्यो नि तँलाई मनपर्छ यहाँ चाहिँ बस्नु पनि रहेछ ल सिम्माको बाबा पख्नु न साँच्चीकै राम्रो लाग्यो मलाई चाहिँ यहाँनिर आएर स्टार्ट गरौँ भनेको ल हामी चाहिँ उकालो चढ्यौँ है तर धेरै पछि उकालो ओह्रालो गर्दाखेरि चाहिँ फर्स्ट टाइम हत्तु भए हत्तु गरी खानु त नि कृष्ण हे गोविन्द हरे मुरारी ए छोबो कागले पनि चुट्टाएर लान्छ कि हौ मलाई त कहाँ हौ एयरपोर्टको नजिक पो छ नि त हामी त चुट्टाएर लैन्छ जस्तै त गाइज हिँड्न नसकिने रहेछ मोटाउनु पनि साह्रै खतम धेरै पछि उकालो ओह्रालो गरियो कहाँ हौ त घुरेनतिर अनि कहाँ रोडतिरै झर्नुपर्ने छ त फेरि नि अब होइन के हो यो उकालो
नाटक पारेकै हो नि यो त फेरि उसलाई थाहा नभइरहेछ हो के यो सबै षड्यन्त्र रचेको चाहिँ सबै यो षड्यन्त्र हो यो एक्सर्साइज भयो है कालो जाँदा त साह्रै गाह्रो भयो मलाई जुत्ता र चप्पल धरी लाउन नसक्ने अवस्था भइसक्यो जोक भइसक्यो भयो राधे 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 कृष्ण कृष्ण हो र ए ल ल ठिकै छ बाहिरबाट यस्तो गर्नु मिल्छ होला नि त कोनि त कसैले खिचेको देखेछ मामाको पुलिस पनि यहीँ रहेछ मामाको गाडी पनि मामाको गाडी पनि यहीँ रहेछ बिहे पनि यहीँ हुन्छ नि त बिहेहरू यता सुटिङहरू शान्त लाग्ने के हावा खानु चाहिँ ठिक रहेछ हौ है पुरै गाउँ पो रहेछ त यता है ठिक छ त अनि यता पो बस्नु पाए त राम्रो हुन्थ्यो सहर त बसेको त नि यस्तो शान्त ठाउँ पाए के खोज्नु कुकुर पालेको रहेछौँ राम्रो गफैबाट सुरु हुने हो कसको एकछिन है त्यो भयो है साह्रो हावा चल्दो रहेछ हौ यहाँ जेठी बुढीले किनेको विदेशको बेटीबाट कालो न कालो त म त ठाउँहरू त बिस्ने गाउँ जस्तो पो लाग्छ ठिकै रहेछ तर अल्छी लाग्ने कि लाग्थ्यो अल्छी चाहिँ किन लाग्यो फेरि अल्छी लाग्यो मलाई त जिम्मालाई अल्छी लाग्छ बाहिर रहने त उता आयो मलाई त पुरै अल्छी लाग्यो छ नि तर फुपू घर आएर फाइनली घर आइपुग्यौँ हामी